हेलो एन्ड नमस्ते, वेलकम ब्याक टु माई युट्युब च्यानल। सबैले स्वागत छ। आज चाहिँ हामीले चाहिँ हजुरबा र हजुरआमाको लागि चाहिँ ब्याम्बो बेड बाँसबाट बाँसको बेड बनाएको छौँ। हामीले अब देखाउन म देखाउँछु है त। हामीले बनाइसक्यौँ, फाइनल स्टेजमा आइसक्यो हामी चाहिँ। अनि अब म चाहिँ अहिले कोठामा आएँ फोन लिनको लागि। अनि यो भित्र चाहिँ के छ भन्दाखेरि चाहिँ यो भनेको चाहिँ पछि नै भनौँ ल। लेट्स सी गाइज, म ब्याम्बोको बेड देखाउन जाँदैछु आसाङ। अनि बाबाले बनाउँदै हुनुहुन्छ र मैले पनि अलिअलि हेल्प गरेको थिएँ किला ठोक्नको लागि। अब म तपाईँलाई देखाउँछु। अनि हजुरआमाहरूलाई चाहिँ त्यहाँ किन बेड बनाइदिएको भन्दाखेरि चाहिँ बेड त छ यता भित्र। हजुरबा चाहिँ यता बस्दै हुनुहुन्छ, हेर्न सक्नुहुन्छ तपाईँहरूले। रेस्ट गर्दै हुनुहुन्छ र यहाँ चाहिँ टक्क ऐना छैन छ। अनि यता बाहिरको भ्यू चाहिँ यस्तो छ, अहिले हेर्न सक्नुहुन्छ है। म भित्र जान्छु अब। अनि हजुरआमा चाहिँ यतातिर यस्तो तरिकाले बसिरहनु भएको छ, एकदमै ब्याड कन्डिसनमा हुनुहुन्छ है। अब अलिकति सेटल गरिदिनु पर्ने हुन्छ हजुरआमाहरूको लागि चाहिँ। अनि त्यही हो, हजुरआमालाई चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ हामीले त्यहाँ बेड बनाउनुको कारण चाहिँ यहाँबाट हिँडेर जाँदा त्यहाँ चाहिँ अप्ठ्यारो छ। वासरुम जानको लागि चाहिँ अप्ठ्यारो भएको कारण यहाँ चाहिँ अलिकति सिडी ओह्राल्नु पर्ने हुन्छ। सिडी झर्ने बेला हजुरआमा चाहिँ त्यो सिडीबाट लड्न सक्ने सम्भावना धेरै हुन्छ। त्यही भएर हामीले त्यहाँ ब्याम्बोको बेड बनाएको तपाईँलाई देखाउँछु। लेट्स सी गाइज। अब म भित्र छिर्नुपर्ने हुन्छ र यस्तो दामी ब्याम्बोको बार बनिसकेको छ र मम्मी बाबा अनि फुपाजु चाहिँ भित्र बेड बनाउँदै हुनुहुन्छ र बाबाले चाहिँ किला ठोक्ने काम गर्दै हुनुहुन्छ र यहाँ चाहिँ उहाँहरू केही कुरा गर्दै हुनुहुन्छ। बेडको दृश्य यस्तो देखिएको छ, कस्तो छ त गाइस हेर्नु ल। अनि यता फुपाजु बस्दै हुनुहुन्छ। हामी हेर्न सक्छौँ ब्याम्बो बेड चाहिँ एकदम रेडी भइसकेको छ। दिस इज कल ब्याम्बो बेड। हामीले चाहिँ बाँसको बेड बनाइसक्यौँ। दुईवटा बेडको लुक्स यस्तो देखिएको छ, हेर्न सक्नुहुन्छ। एउटा यता एउटा उता। यो चाहिँ एउटा हजुरबाको लागि, एउटा हजुरआमाको लागि। उहाँहरू सँगै सुत्न मान्नुहुन्न किन हो, आई डोन्ट नो। त्यहाँ पनि केही समस्या होला। र यहाँ चाहिँ ढोका यस्तो छ र माथि एउटा ठ्याक्क केही राख्ने सामान राख्ने जस्तो पनि छ। र यहाँ नेचुरल एसी खालको झ्याल पनि रहेको छ। यहाँ एउटा झ्याल रहेको छ भने अनि लेफ्ट साइडमा पनि एउटा झ्याल छ। दुईवटा नेचुरल एसी टाइपको विन्डो छ। यहाँबाट चाहिँ एकदमै चिसो हावा अनि बिहान दृश्य भ्यू हेर्न पनि मिल्छ। र त्यहाँ चाहिँ एउटा सानो गाईको बाछो छ र यता लेफ्ट साइडमा बाख्राको खोर। अनि आज हाम्रो बेड चाहिँ यस्तो छ। थ्याङ्क्स फर वाचिङ गाइस।